हितेन्द्र देव साक्य देश र जनताको अहित हो त्यो विद्युत महसुल बढाउनु भनेको होइन र उठाउनु पर्ने बक्यौता नउठाउने अनि विद्युत महसुल बढाउने यो कहीँ हुने चिज हो ल भन्नुस् त सामाजिक न्याय हो समाजवाद भने यही हो हैन हल आदि भन्दा बढी कर्मचारीले भरिया थियो आज पछाडी सबै कर्मचारी रहेछ हैन मसँग डिस्कस गर्ने विवाद गर्ने पनि सबै कर्मचारी पत्रकार सम्मेलन भन्नु मात्र थियो त्यो खास कर्मचारी सम्मेलन थियो वास्तवमा भन्यो भने कर्मचारी किन भन्दाखेरि 49% पनि पत्रकार थिएन 20% जति थियो होला त्यो हलको 25% 20% मात्र पत्रकार हुनुहुन्थ्यो त्यहाँ सयौं पत्रकार हुन्थ्यो पत्रकारले भरिन्थ्यो हैन कर्मचारी थियो र बत्ती निभ्या छैन भन्ने उहाँको दलिल थियो स्मार्ट मिटरबाट रेकर्ड देखाउँछु भने मगा स्मार्ट होइन मगा एनालग वाला प्रश्न गरेको कुराहरू अहिले सोशल मिडियामा चर्चा भइरहेको छ जस्तो तपाईले लोड सेडिङ छ कि छैन ल यो हलमा भएका मान्छेहरू हात उठाउनुस् भन्नुभयो कसैले उठाएन उहाँ आफैले उठाउनु भयो हितेन्द्र साक्यले अगाडि बोलिरहेको पोडियमबाट उहाँले आफैले हात उठाउनु हो उहाँ आफैले हात उठाउनु भयो अनि त्यतिखेर एकछिन हलमा अलिकति हाँसो पनि गुन्जियो हाँसो पनि सबैजना हाँस्नु पनि भयो 1 महिना अगाडिको सेल्स र अहिलेको सेल्स के छ सोध्नुस् जेनेरेटर पसलहरुमा गएर सेल्स सोध्नुस् अनि त्यसपछि ग्यासको चुलो बेच्ने पसलमा गएर सोध्नुस् ग्यासको चुलो चाहिँ किन भन्दा जसले इन्डक्सनमा भात पकाउँथ्यो नि उहाँहरुले अहिले फेरि ग्यास चुलोमा पकाउन थाले किन भन्दा भात आधी उम्लिन ला बेलामा बत्ती गइदिएपछि त बिग्र्यो हैन अनि अफिस जान ढिला भइसक्यो हुन्छ बिक्री बढिरहेको छ त्यो भएको भएर अनि त्यो कुराहरु उहाँले नकार्नु भयो तर वास्तवमा रेकर्डले देखाउँछ यो लोड सेडिङ निरन्तर भयो भने चाहिँ आन्दोलन हुन्छ भनेर उहाँहरुलाई जानकारी भनौं चेतावनी भनौं हैन अब उहाँले जसरी लिनुहुन्छ हैन सरकारको विरोध गरौँ कांग्रेसको विरोध गरौँ एमालेको विरोध गरौँ केपी ओलीको विरोध गरौँ हैन दीपक खड्काको विरोध गरौँ शेरबहादुरको विरोध तर हितेन्द्र देव साक्यको विरोध गर्न हुँदैन भनेर रोक्ने मान्छे मै हो तर उहाँले नियुक्ति लिएर पदमा बसेर त्यहाँ छिरिसकेपछि झन् लोड सेडिङ बढेपछि त अब यहाँ सरकार र दीपक खड्काको मात्रै कुरा भएन बक्यौता उठाउने विषय थियो